पनि यसरी स्याम्पूको पनि व्यवस्था पाइपमा सम्पूर्णमा नमस्कार साथीहरू र हार्दिक स्वागत भन्न चाहन्छु फेरि पनि म रसिक थेबे तपाईहरुलाई आज सोमबारको दिन फेरि एउटा बिल्कुलै नयाँ भिडियो सामग्री लिएर यहाँहरु समक्ष उपस्थित भइसकेको छु। साथीहरू आज सोमबारको दिन हामी हरेक सोमबार चाहिँ धरानमा विभिन्न किसिमको श्रमदान गर्छौं र केही हप्तादेखि चाहिँ धरानमा चाहिँ यो कुका खानेपानी श्रम आयोजना भाग 2 को चाहिँ बृहत जनश्रमदान चलिरहेको थियो भने आज त्यो जनश्रमदान सम्पन्न भइसकेको छ। कुका भाग 2 श्रम आयोजनाको पानी पनि फाइनली अहिले धरानको यो पकुवाको बगरमा पानी खसिसकेको छ र आजको श्रमबार चाहिँ सो पानीलाई चाहिँ स्वागत गर्ने र उत्सव मनाउने हामीले गरेको श्रमदान चाहिँ उत्सव मनाउने भनेर चाहिँ आज यो कोकाको पानीलाई चाहिँ पकुवाको बगरमा चाहिँ स्वागत गर्दै रमाइलो गर्ने कार्य अहिले भइरहेको साथीहरू। ठ्याक्कै म पनि अहिले भर्खर आइपुगेँ। थुप्रो श्रमदाताहरू विशेष गरी आउनु भएको छ। उहाँहरूकै आज योगदानले गर्दा हैन विभिन्न ठाउँ क्षेत्रबाट हामीलाई दिनुभएको साथ सहयोग समर्थन हैन आर्थिक सहयोग श्रमदान विभिन्न कुराहरूले गर्दा चाहिँ आज धरानले फेरि दोस्रो पटक यो कोकाको खानेपानी श्रम आयोजना पनि एकदम सफल हैन गरिसकेको छ भनौँ। यसलाई सबै भव्यसँगले सबैहरुको साथसाथीले गर्दा सम्पन्न भइसकेको छ। आज रमाइलो हुनेछ। आशा गरेको छु भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु हुनेछ भन्ने र भिडियो के कस्तो लाग्छ कमेन्ट बक्समा गएर प्रतिक्रिया पनि दिन नबिर्सिनु होला। साथीहरू र कोही साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गरिदिनुको लागि अनुरोध गर्दै म भिडियो अगाडि बढाउन चाहन्छु। साथीहरू निकै धेरै संख्यामा हामी यो बगरैभरि श्रमदाताहरू देखिरहेका छौँ। मेरो साथलाई यसरी पानीमा उचाल्दै गरेको हामी देखिरहेका छौँ। रमाइलो भइरहेको छ भने धेरै ठाउँबाट अझै श्रमदाताहरू आउने क्रम जारी छ। श्रमदाताहरू आइरहनु भएको छ। साथीहरू रमाइलो भइरहेको छ। बिचमा पोखरी बनाइदिनु भएको छ। यता पर चाहिँ खाजा खानाको व्यवस्था गर्नुभएको छ। यता यो बगरमा गर्नु भएको कारण टेन्टहरू टाँगिएको छ यो बस्नको निमित्त हो भने त्यहाँ रमाइलो भइरहेछ। ल रमाइलो भइरहेको छ साथीहरू। यत्रो लामो दिनको श्रमदानपछि त्यो भिरपाखा खोला खोल्सी हैन घाम पानी केही नभनिकन यो पानीलाई फेरि दोस्रो पटक पनि ल्याइ पुर्याएको छ। आज ती सम्पूर्ण कुराहरूलाई बिर्सिँदै एकदम रमाइलो भइरहेको यहाँहरूलाई म देखाइरहेको छु र म पनि अहिले भर्खर आइपुगेको छु। यहाँ चाहिँ पोखरी यस्तो बनाएको छ। केटाकेटीहरू पौडी खेलिरहेको छ। यहाँ चाहिँ केटाकेटीलाई भयो भने यतापट्टि पानी झरिरहेको श्रमदाताहरू आएर यसरी चाहिँ रमाइलो गरिरहनु भएको छ। यहाँ चाहिँ साथीहरू अहिले पानीमा नुहाउने काम पवित्र कोकाको पानी नुहाउने काम भएछ। यहाँ चाहिँ पञ्चे बाजामा नाचगान गर्ने काम भइरहेको छ।
साथीहरू यतापट्टि चाहिँ आजको यो उत्सवमा आउनुहुने हाम्रो सम्पूर्ण श्रमदाताहरूको लागि चाहिँ खाना पाकिरहेको छ। सदा चाहिँ आज हाम्रो अस्पताल बुढीबाट आएर यो चिकन बनाइरहनु भएको छ। अहिले विशेष गरी चिकन तार्ने काम चाहिँ भक्कै गर्नुहुन्छ अरे। यतातिर खानाहरू पाकिरहेको छ। सबैजना मिलेर कामहरू पक्वा खोला काम भइरहेको यहाँ दाल बनिँदैछ। यहाँ चाहिँ ल यता चाहिँ अहिले आजको उत्सवमा आउनुहुने सम्पूर्ण श्रमदाताको लागि चाहिँ खाजा खानाहरूको तयारी भइरहेको छ साथीहरू। तपाईँलाई म यो जानकारी गराउँदछु है। अरू बेला पनि सोमबारको दिन श्रमदानमा आउनुहुने श्रमदाताको लागि चाहिँ यसरी नै सबैजना मिलेर खाजा खानाको व्यवस्था गर्नुहुन्छ। अनि आज पनि फेरि गरिराख्नु भएको छ। हामीलाई चाहिँ विशेष गरी बाहिर रहनुहुने अथवा धरानमै रहनुहुने यहाँ चाहिँ साथीहरू नयाँ कुरा व्यवस्थित पनि यसरी स्याम्पूको पनि व्यवस्था पाइपमा पर्मानेन्ट कन्ट्रोल मैले कमान्डर यो सबै एक एकवटा पुरैलाई एक एकवटा पुऱ्याउने हो। यहाँ चाहिँ स्याम्पूको पनि व्यवस्था यसरी यो ठ्याक्क आएको पाइपमा चाहिँ साइडमा स्याम्पू राखिदिएको छ। त्यो स्याम्पू ट्याक्क चिताउने अनि यता गएर यो पनि स्याम्पू छ त्यो मात्रै होइन हेयर एन्ड सोल्जर। यी हेयर एन्ड सोल्जर पनि हो। जति पनि आएको जनताहरूलाई पुगोस् भन्ने हाम्रो नियम। अनि यहाँ आउने नआउने होइन त्यसरी तिमी हो यो देश बनाउने तिमी नै हो यो देश बचाउने तिमी नै हो यो देश बचाउने। हम पानी रोक्दैन पाखाले छ्याउँदैन हम पानीले बतासले तिम्रो बाटो बोल्दैन तिमी हो नयाँ युग ल्याउने तिमी यो देश बचाउने तिमी नै हो यो देश बनाउने। छाती भरी देशभक्ति आँखुलामा विश्वास ओ छाती भरी देशभक्ति आँखुलामा विश्वास अचल बनी बडा मही सलाम तिम्रो सङ्कल्पलाई अचल बनी बडा मही सलाम तिम्रो सङ्कल्पलाई। तिमी हो सबैलाई जगाउने तिमी नै हो यो देश बनाउने तिमी नै हो यो देश बचाउने तिमी नै हो यो देश बनाउने। ल नाच्यो हामी त जुस खाउँ जुस। भाइ
उमाले कसो छ पानी पानी कहाँ होइन साह्रो तातो पवित्र भयो अब जानुपर्छ पवित्र भयो कस्तो लाग्यो त कोका भातको सफलता पानी लाउनु पाइरहेको छ ठुलो अलि ठुलो आएको छ रमाइलो लाग्यो अब यो सबैजनाले दुःख सङ्घर्ष गरेका छौँ होइन आज फेरि दोस्रो पटक हामी धरान जनताले चाहिँ आफूलाई खानेपानी समस्या चाहिँ समाधान गर्नुपर्छ भनेर तपाईँ आफै यसरी श्रमदान गरेर ल्याएको पानी हो पक्कै पनि खुसी त लागि नै हाल्छ आज रमाइलो पनि भइरहेको छ धरानले फेरि एकपटक इतिहास रचेको छ भाइ पहिलो चोटको त्यो जुन कोका भागवत यहाँ आएको थियो नि हजुर सेकेन्डचोटिमा भन्दा अहिले चाहिँ अलिक कम जनमास देखिन्छ मान्छे होइन बिहानै अब बिहान 7-8 बजी आउनुभयो आइरहनु भएको छ अब हामी तपाईँ भर्खर भएको कारणले गर्दा होला आउँदै नआउँदै जाँदै गरिरहेको छ पहिला चाहिँ फर्स्टचोटि भएर होला एकचोटि ग्राम मुडुङ भएर थियो पवित्र भयो पवित्र कस्तो फिल भएर छ सबै एकदम रमाइलो एकदम मजा आएको छ पानी यस्तो तातो छ होइन यताबाट हावा मजाले आएर यता तातो पानी एकदम पहिलो कोका भगवानको नौता रमाइलेको चुको नौता रमाइलो भयो अहिले भगवान पनि रमाइलो भएको थियो एकदम रमाइलो भएको थियो भगवान अहिले तपाईँ र मैले चुको झन् खतरा छ होइन पहिला चाहिँ चिसो चिसो थियो पानी अहिले अलिक तातो भएर आएको छ त्यतिखेर चाहिँ अहिले चाहिँ घामले तातेर तातो भयो ठिक छ फोटो पानी न सोई सोई ला उताको किनेर त नाच्छ टाउको धोएको छैन यो तातो पानी हो तातो पानी खाने नि फेरि बहिनीहरू आनन्दले खाने दिदी आनन्दले खाने
कभी कभी खाने नखाने व्यवस्था सबैलाई प्राथमिकता छ 10वटा आइटम छ आज अगाडि बढ्नुहोस् के भयो नानी र बढो ए खाना सक्यो ल हेरिन्छ त होला नि होइन साथीहरू अर्को साम्पाङले पानी खुवाइन भन्दै नाना थरी सामाजिक सञ्जालमा देखिन्छ होइन जनतालाई भ्रम छर्ने काम गरिन्छ हेर्नु त कसरी खुवाइराख्नु भएको छ आयो त कोका भाग 2को पनि पानी होइन भाग 1 को त झन् पहिले आएको भाग 2 को पनि आइसक्यो साथीहरू यसरी चाहिँ अर्को साम्पाङ सरको नेतृत्वमा चाहिँ पानी आइसकिसकेको छ श्रमदान सबैजनाले गर्नु सबैजनालाई धेरै धेरै धन्यवाद सेलरको पनि पानी आइसक्यो है यसरी साथीहरू फाइनली अब हामी आजको श्रमबारको दिनको यो कोका खानेपानी श्रम आयोजना भाग 2 को चाहिँ महाउत्सव मनाएर अहिले फर्किँदैछु निकै रमाइलो भयो तपाईँहरूले हेरिहाल्नुभयो पक्कै पनि मैले यो पूर्ण विश्वासको साथ भनिरहेको छु हामीले यहाँ निकै श्रम गरेर हैन तपाईको दिनरात केही नभनिकन पानी यो भाग 2 को पनि ल्याइ पुर्याएका छौँ विगतको वर्षमा चाहिँ पक्कामा झारेर सेलिब्रेसन गरेका थियौँ आज फेरि सेलिब्रेसन गरिसकेका छौँ निकै रमाइलो भयो नाच्यो गायो खायो पानीमा हैन नुहायो पूजा पाठ पनि गर्यो अलिअलि यसो धुपसुप पनि बालेर त्यहाँ गरिएको छ र अहिले ठ्याक्कै अब हामी फर्किँदैछौँ यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूकै साथ सहयोग समर्थन र श्रमदान योगदान विभिन्न कुराहरूले गर्दा आज हामी फेरि एकपटक सफल भएका छौँ धरानले पुनः एकपटक इतिहास रचेको छ भन्दै अहिलेलाई म पनि बिदा हुन चाहन्छु जय धरान जय श्रमदान नमस्कार।